है आज चाहिँ भोलि दसैँको अघिल्लो दिन चाहिँ कालरात्रि पछिको चाहिँ पूजाआजा हुँदैछ गाउँमा। देवी थानले सबैको रक्षा गरून्। ल छिनेको हेरिन्छ ल। अहिले तोरण तार्ने कार्यक्रम भइरहेको छ है। एक सेकेन्डपछि यसलाई काटिन्छ, त्यो पनि म देखाउने छु। अब बाख्रा कार्यक्रम रहेको छ। सफल भएका छन् है। ल है बाबाजीले बाख्रा छिनाल्नु भयो हाम्रो। कुखुरा पनि काटिएको छ। अब कुखुरा पछि चाहिँ पालो रागाकै हो। हामी रागो कटिङको पर्खाइमा छौँ है। के दसैँको माहौल छ है। बुढाहरूको भनाइ छ यहाँ रातो कुखुरा मानेको अवस्था छैन है। ल है ल अब चाहिँ राग कटिङ सुरु हुन गइरहेको छ है। ल है ल अब चाहिँ दाउ पाकेको अवस्था छ। रागो चाहिँ छिनाल्न सफल भएका छन्। ल है सबै यहाँ खुसी भएको पनि अवस्था छ। यही रागो छिने पछाडि यतातिर सबैजना एकदम हर्ष उल्लासमा चाहिँ खुसी भएको अवस्था पनि छ। ल सकियो ल।
बाजा फर्कियो है ल यतातिर पनि